र नमस्कार दर्शकवृन्द, मेरो क्लाइमा सबैलाई स्वागत छ है। यो देखिरहनु भएको यसलाई हामी आठाने झ्यार भन्छौँ अथवा यसलाई घोर तापले पनि भनिन्छ है। यसबाट धेरै नै हामीलाई अर्ग्यानिक प्रडक्टहरू साथै यसले हामीलाई धेरै औषधीय गुण दिने हुनाले है, यदि तपाईँले यसलाई बिहान बिहान खाली पेटमा मात्र एक पत्ता दैनिकी रूपमा सेवन गर्नुभयो भने तपाईँलाई पेटको अल्सर जुन चाहिँ पेटमा यो चाहिँ एउटा टिमुरको रुख हो है। यो पहाडी भेगमा मधेस खण्ड लगायत सबै ठाउँहरूतिर पाइन्छ र टिमुरको धेरै औषधीय उपयोगी छ है। यो विशेष त हाम्रो धेरै नै व्यावसायिक खेतीको निम्ति पनि, व्यावसायिक आर्जनको निम्ति पनि लगायत औषधीय गुण पनि भएको हुनाले यसलाई धेरै नै। र नमस्कार दर्शक, मेरो लाइफमा सबैलाई स्वागत छ है। आज भने हामी एउटा के भन्ने यसलाई हामी यसलाई चाहिँ विशेष पौष्टिक एउटा कन्दमूलको बारेमा चिन्छौँ है। यो देख्नु भइरहेको केराको पत्ता जस्तो खालके बोट भएको है, यसलाई चाहिँ विशेष हामी पोष्टकारी भन्छौँ है यतातिर है। र यो पोष्टकारी भन्नुको अर्थ यो एकदमै पौष्टिक पनि छ र धेरै नै। यो जामुनको पत्ता, जमुनाको रुख जामुनको पत्ता भन्छौँ है। यसको एक पत्ता यस्तो एक पत्ता है लिने यसरी लिएर मजाले चपाउने र चपाइसकेपछि यसलाई निल्ने, यसलाई थुक्ने यसरी। र नमस्कार दर्शकवृन्द, मेरो लाइफमा सबैलाई स्वागत छ। आज भने हामी हाम्रै घर आँगन पाखाभित्ता घर घुरेनतिर पाइने यो एकदमै गनाउने झ्यार भनौँ है, लहरे झ्यार भनौँ, एकदमै नमिठो गनाउने गर्छ। यसलाई हामी पादेलहरा भन्ने गर्छौँ है। र जसको पेट फुलिरहने समस्या छ, जस्तै पेट ढाडिरहने अथवा पेट फुलिरहेको जस्तो भइरहने र खाना नपच्ने र ग्यास्ट्रिक भइ। र नमस्कार दर्शकवृन्द, मेरो लाइफमा सबैलाई स्वागत छ। आज भने हामी एकदमै हेर्नै पर्ने भिडियो यो चाहिँ एकदमै सबैले, किनभने यो हामीले कालो चिन्डेको बारेमा कुराकानी गरिसकेका छौँ भनेदेखि आज हामी सेतो चिन्डेको बारेमा पनि कुराकानी राख्न गइरहेका छौँ। यो देखिरहनु भएको भिडियोमा सेतो चिन्डे हो यसको नाम। यसको चिन्डे चाहिँ चिन्डे नै भयो, दुइटै है, सेतो चिन्डे र कालो चिन्डे है। र अब सेतो भन्नु कारण यो अलिकति रङमा हरियो देखिन्छ है, र कालो चिन्डे यस्तो यसको हुँदैन। र